नेपाली कांग्रेसले गभर्नर पौडेललाई शेयर बजार विरोधी काम गर्न नदिने 15 करोडको क्याप हटाउने विषयमा छलफल गर्ने। शेयर लगानीकर्ता हरि ढकालसँग हारेर पनि गभर्नर बनेका कांग्रेस नेता विष्णु पौडेल शेयर लगानीकर्ताहरूलाई रिजाउने गरी नीतिगत निर्णयको तयारीमा लागेका छन्। चुनावका समयमा पनि शेयर बजार बलियो बनाउन आफूले विगतमा पनि भूमिका खेलेको र अब पनि खेल्ने आश्वासन बाँडेका पौडेल गभर्नर बनेपछि शेयर लगानीकर्ता रिजाउने गरी नीतिगत निर्णयको तयारीमा लागेका हुन्। उनी निकटहरूका अनुसार आफूलाई शेयर बजार प्रति सकारात्मक गभर्नरका रूपमा देखाउन चाहन्छन्। आफू विरुद्ध चुनाव उठेर जितेका हरि ढकालले शेयर बजारका मुद्दा चर्कोसँग उठाइरहेको बेला गभर्नर पौडेलको थप विरोधको संकेत देखेपछि उनले यस्तो तयारी गरेका हुन्। गभर्नरको शपथ कार्यक्रमकै दिन उनले एक टेलिभिजन कार्यक्रममा समेत आफू पुँजी बजार प्रति निकै सकारात्मक भएको दावी गरेका थिए। यसले पनि उनी गभर्नर पदमा रहँदा विगतमा महाप्रसाद अधिकारीले ल्याएको पुँजी बजार विरोधी नीतिहरूलाई सच्याउने तयारीमा लागेको संकेत देखिएको छ। केन्द्रीय बैंकमा पौडेलको इन्ट्रीसँगै अब 15 करोडको क्याप हट्ने लगायतका नीतिगत व्यवस्था हुन सक्ने संकेत देखिएको छ। उनले यस विषयमा केही दिनमै छलफल थाल्ने र पुँजी बजारको पक्षमा काम गर्न नेपाली कांग्रेसका नेताहरूले पनि आवश्यक निर्देशन दिने तयारी भएको कांग्रेस नेताहरूको भनाइ छ। 9 महिनामा 34 अरब बढी शेयर धितो कर्जा प्रवाह। पछिल्लो 9 महिनामा बैंक तथा वित्तीय संस्थाबाट 34 अरब बढी शेयर धितो कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार श्रावणदेखि चैत्रसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट 34 अरब 2 करोड 83 लाख रुपियाँ शेयर धितो कर्जा प्रवाह भएको हो, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 37.8% बढी हो। राष्ट्र बैंकको तथ्याङ्क अनुसार 9 महिनाको अवधिमा 25 देखि 50 लाख सम्मको शेयर कर्जा 15.14% र 25 लाख रुपियाँ भन्दा कमको कर्जा 8.6% ले बढेको छ। सोही अवधिमा 1 करोड रुपियाँ भन्दा बढीको कर्जा 51.4% र 50 लाखदेखि 1 करोड रुपियाँ सम्मको कर्जा भने 19.4% ले बढेको देखाएको छ। चालू आर्थिक वर्षको सुरुदेखि नै शेयर बजार बढिरहेको छ, तर शेयर कर्जा बढेको अनुपातमा शेयर बजार भने बढ्न सकेको छैन। लगानीकर्ताले बैंकबाट शेयर कर्जा लिएर शेयर बजारमा नभई अरू क्षेत्रमा लगानी गरेको कारण बजार बढ्न नसकेको अनुमान गरिएको छ। हाल राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताका लागि शेयर कर्जामा 15 करोडको सीमा लगाएको छ भने संस्थागत लगानीकर्ताको लागि यस्तो सीमा हटाएको छ। सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्थालाई सहजीकरण गर्ने। जल विद्युत कम्पनीहरूलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक शेयर निष्कासन गर्न सक्ने व्यवस्था गर्ने, निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि नेपाल स्टक एक्सचेन्जको पुनः संरचना गर्ने। माथि उल्लेखित विषयहरूलाई आउने 6 महिनादेखि 2 वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारले राखेको छ। केही समय अघि उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थमन्त्री विष्णु पौडेललाई आर्थिक क्षेत्रको सबलीकरणको लागि के गर्न सकिन्छ भन्ने विषयहरू समेटेर प्रतिवेदन बुझायो। उक्त प्रतिवेदनले औलाएका विषयहरूमा सरकारले पनि सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। सरकारले प्रतिबद्धता मात्रै जनाएको छैन, उस्तै हालै मात्रै उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्ययोजना 2082 मन्त्री परिषदबाट पास गरेको छ। उक्त कार्ययोजनामा थुप्रै विषय समेटिएका छन्, जसमा पुँजी बजारको विषय पनि उच्च प्राथमिकतामा परेको छ। माथि उल्लेखित विषयहरू तिनै कार्ययोजनाबाट लिइएको हो। कार्ययोजनामा पुँजी बजार उपशीर्षक दिएर 10 वटा विषय राखिएको छ, जुन विषय आउने 6 महिनादेखि 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जसमा सबैभन्दा पहिलो विषयमा पुँजी बजार सम्बन्धी जनचेतना जगाई पुँजी बजारबाट वित्तीय साधन परिचालन गरेर प्रवर्धन गर्ने उल्लेख छ। त्यसको लागि जिम्मेवार निकाय नेपाल धितोपत्र बोर्ड हुने भनिएको छ। त्यसैगरी अनुगमन र सहजीकरण गर्ने निकाय अर्थ मन्त्रालयलाई तोकिएको छ भने उक्त कार्य निरन्तर चलिरहनेछ। दोस्रोमा सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्थालाई सहजीकरण गर्ने भनिएको छ। त्यसको लागि जिम्मेवार निकाय अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई तोकिएको छ। अनुगमन र सहजीकरण गर्ने निकायमा प्रधानमन्त्री
तथा मन्त्री परिषद कार्यालय र राष्ट्र बैंक तोकिएको छ। उक्त आउने 1 वर्षभित्र सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार सहज भएको हुने भनिएको छ। तेस्रोमा धितोपत्र बोर्डको पुनर्संरचना गरी बोर्डमा राजस्व सचिव र डेप्युटी गभर्नरले प्रतिनिधित्व गर्ने प्रावधान बनाउने विज्ञ सदस्य थप्ने, निजी क्षेत्र र अन्य मन्त्रालय निकायको प्रतिनिधित्व हटाउने उल्लेख छ। त्यसको लागि जिम्मेवार निकाय अर्थ मन्त्रालय तोकिएको छ भने नियमन र सहजीकरणको लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय हुने भनिएको छ। आउने 1 वर्षभित्र धितोपत्र बोर्डको पुनर्संरचना भएको हुने उल्लेख छ। चौथोमा धितोपत्र कारोबारको लागि धितोपत्र व्यवसाय मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था गर्ने, जसको जिम्मेवार नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड हुनेछ। नियमन र सहजीकरण अर्थ मन्त्रालयले गर्नेछ। आउने 1 वर्षभित्र धितोपत्र कारोबारको लागि धितोपत्र व्यवसाय मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था भएको हुने भनिएको छ। पाँचौंमा जलविद्युत कम्पनीहरूलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक शेयर निष्कासन गर्न सक्ने व्यवस्था गर्ने उल्लेख छ। यसको जिम्मेवारी अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पाएको छ। नियमन र सहजीकरणको जिम्मा प्रधानमन्त्री तथा मन्त्री परिषदको हुनेछ। आउने 2 वर्षभित्र जलविद्युत उत्पादन सुरु भएपछि मात्र कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने व्यवस्था भएको हुने उल्लेख छ। छैटौंमा सहकारी संस्थानहरूमा सरकारले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्ने व्यवस्था गर्ने भनिएको छ, जसको जिम्मेवारी सम्बन्धी मन्त्रालयको हुने र नियमन र सहजीकरणका लागि अर्थ मन्त्रालयलाई तोकिएको छ। आउने 1 वर्षभित्र सार्वजनिक संस्थानको लगानीको लागि ऋणपत्र जारी गरी वित्तीय साधन परिचालन भएको हुने उल्लेख छ। सातौंमा निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने भनिएको छ, जसको जिम्मेवारी अर्थ मन्त्रालयले पाएको छ। नियमन र सहजीकरण जिम्मा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुनेछ। आउने नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी निजी क्षेत्रको शेयर सहभागी भएको हुने उल्लेख छ। आठौंमा नेपाल स्टक एक्सचेन्जका अतिरिक्त अन्य संस्थाको पनि शेयर सहभागितामा धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने गरी CDS एन्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गर्ने उल्लेख छ, जसको जिम्मेवारीमा अर्थ मन्त्रालय छ। नियमन र सहजीकरणको भूमिका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको हुनेछ। आउने 1 वर्षभित्र CDS एन्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गरी अन्य संस्थाहरूलाई पनि धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने व्यवस्था सुरु भएको हुने उल्लेख छ। निजी क्षेत्रका उत्पादनमूलक कम्पनीहरूलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न सहयोग पुर्याउने गरी शेयर बजार तथा बन्ड जारी गर्ने, लागत घटाउने र प्रक्रिया सरलीकरण गर्ने उल्लेख छ। जिम्मेवारीमा नेपाल धितोपत्र बोर्ड छ भने नियमन र सहजीकरणमा अर्थ मन्त्रालयको भूमिका हुनेछ। आउने 6 महिनाभित्रमा शेयर वा बन्ड जारी गर्ने, लागत कम हुने तथा प्रक्रिया सरल भएको हुने उल्लेख छ। 10औंमा प्रिमियम र बुक बिल्डिङ प्रक्रियाबाट शेयर निष्कासनको लागि पारदर्शी विधि अवलम्बन गर्ने उल्लेख छ, जसको जिम्मेवारीमा धितोपत्र बोर्ड छ। नियमन र सहजीकरण अर्थ मन्त्रालय गर्नेछ। आउने 6 महिनाभित्रमा शेयर निष्कासन विधि अवलम्बन भएको हुने उल्लेख छ। नेप्से बढेपछि कारोबार रकम भने घट्यो। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार सामान्य अङ्क घटेर बन्द भएको नेप्से यस दिन भने बढेर बन्द भएको हो। बिहिबार नेप्से परिसूचक 19.04 अङ्क बढेर 2688.55 बिन्दुमा पुगेको छ। त्यस्तै यस दिन सेन्सिटिभ इन्डेक्स 7.08 अङ्क बढेको छ भने फ्लोट इन्डेक्स 1.92 अङ्क र सेन्सिटिभ फ्लो इन्डेक्स 2.54 अङ्क बढेको छ। नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन 10 अरब 69 करोडको शेयर खरिद बिक्री भएको बजारमा यस दिन 314 स्टकको 86,685 पटकको कारोबारमा 9 अरब 82 करोड 20,70,000 रुपियाँ बराबरको 2 करोड 23,96,000 किता शेयर खरिद बिक्री भएको छ। यस दिन पनि ओम मेगाश्री फार्मास्युटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर मूल्य यस दिन 93 रुपियाँ
10 पैसा बढेर 1024 रुपियाँ 30 पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै यस दिन NIC एसिया बैंकको शेयर मूल्य करिब 8% बढेको छ भने फरवर्ड माइक्रो फाइनान्स लघु वित्तीय संस्थाको शेयर मूल्य 7% भन्दा बढी बढेको छ। कारोबारमा आएको बाराही हाइड्रो पावर पब्लिकको शेयर मूल्य यस दिन सर्वाधिक 9.99% घटेको छ। कारोबार रकमका आधारमा यस दिन गादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन 69 करोड 1,72,000 रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। त्यस्तै यस दिन राधी विद्युत कम्पनीको 60.5 करोड भन्दा बढी शेयर कारोबार भएको छ भने कुमारी बैंकको कारोबार रकम 42.5 करोड नागेको छ। 13 उपसमूह मध्ये यस दिन 4 उपसमूहको परिसूचक बढेको छ भने 9 उपसूचकको परिसूचक घटेको छ। यस दिन बैंकिङ समूहको परिसूचकहरू सर्वाधिक 3.82% ले बढेको छ। त्यस्तै यस दिन लघु वित्त उपसमूहको परिसूचक 2.5% भन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक 2.60% ले घटेको छ।